हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। फेरि पनि मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। आज चाहिँ मेरो बुढाको पनि छुट्टी थियो। म चाहिँ मेरो बुढालाई लिएर लागेँ घुम्नको लागि। हामी घुम्नको लागि चाहिँ बारासिंगे बियर फ्याक्ट्रीतिर लागेँ होइन। अनि यसो भिडियो पनि सुट गरेँ। यसो बियरको बोतल हेरेको त आम्मा कति ठुलो के। अनि फेरि मैले चाहिँ मेरो मात्रै भिडियो गरेर भएन भनेर मैले चाहिँ मेरो बुढालाई टक्क लगाएर आउनुहोस् हजुरको नि भिडियो बनाइदिन्छु भनेर बुढालाई नि मक्क पार्दै अनि दुईजना फेरि गफ गर्दै अगाडि बढेँ होइन। भ्यूहरू हेर्दै एकदम राम्रो थियो। महिना अगाडिदेखिबाटै जाने भन्ने कुरा प्लान चलिरहेको थियो कि हाम्रो बुढाबुढीको चाहिँ। अनि आज चाहिँ टाइम मिल्यो होइन। मुड फ्रेस गर्दै घुम्दै थिएँ बुढाबुढी चाहिँ होइन। कहिले कसो चाहिँ यसो घुम्नुपर्छ है। कति घरमा मात्रै बस्ने बोर लाग्छ। त्यही माथि त अब अहिले त गर्मी महिना छ, दिनभरि चाहिँ एक्लै हुन्छ है घरमा अनि बोर लाग्छ। अनि त्यही भएर बुढोको छुट्टीको दिनमा चाहिँ घुमाउनलाई जानु भन्छु कि म जहिले पनि। अनि कहीँ न कहीँ लगिरहेको हुन्छ मेरो बुढाले चाहिँ। अनि हामी दुईजनाको घुमफिर गरेर पनि सकेँ। फेरि बुढाले भन्नुभयो मेरो नि भिडियो गरिदिनु न बुढी भनेर अझ नाटक पार्दै हुनुहुन्छ कि। यस्तो नाटक पार्नुहुन्छ नि कहिलेकाहीँ त बेला बेलामा त जति रिस उठे पनि त्यो रिस त फेरि छिनभरमै सकिन्छ कि। अनि के गर्नु बुढाबुढी भएपछि यस्तै हो होइन। कहिले झगडा त कहिले माया। अब गफगाफ गर्दै घरतिर पनि फर्किनुपर्छ, पानी पर्न लागेको छ नि त। त्यही भएर उसलाई चाहिँ फेरि बाइक चलाउँदा नि फेरि बोलिराख्नु पर्ने कि। आफूलाई चाहिँ यस्तो झ्याउ लागिरहेको हुन्छ बाइक चलाउँदाखेरि। मेरो बुढा चाहिँ आजभोलि यस्तो सोकिङमा हुनुहुन्छ कि भिडियो बनाउनको लागि, फोटो खिच्नको लागि, घुमफिर गर्नको लागि। आजको बुढाबुढीको घुमफिर पनि सकियो। थ्याङ्क यू सो मच फर वाचिङ, लभिङ। भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। फेरि पनि अर्को मिनी ब्लगमा भेट्नेछु भन्दै आजको लागि यति नै। थ्याङ्क यू सो मच, बाई बाई।